यो जोकर भाइ पनि टेलिफिल्ममा धेरैमा खेल्नुहुन्छ तर अनुहारले यो पुरै घसेर आएको छ जोकर तरिकाले। त्यही भएर उहाँ चाहिँ टेलिभिजनमा नारी सिरियलमा खेल्ने कलाकार। तपाईँको नारीमा के रे हजुर? सन्देश भनेर चिन्नुहुन्छ उहाँहरूले? ल सन्देश। अनि टुहुरीमा चाहिँ के नि हजुर? आशिष। ल हेर्नुहोस् आशिषै आशिष भएको मान्छे। अनि छोरी चेलीमा चाहिँ के रे हजुर? जनक भनेर हजुरले चिन्न सक्नुहुन्छ। ल हेर्नुहोस् हेर्दा यो जोकर तर धेरै ट्यालेन्ट मान्छे हजुर। आज मलाई यो जादुगर महाराजलाई साथ दिनुभएको छ हामी हास्य कलाकार। त्यसै गरी अर्को जोकर भाइले ल्याउनु छ अर्को पोक्कर भाइ। सर नमस्कार। आवाज चाहिँ ठुलै रहेछ यो ताल तताउँछ कि क्या हो? पक्कै पनि यो रूप ताल चाहिँ सातौँमा एकदम यसले मजाले यसलाई सातौँ भनेपछि एकदम लक्की सातौँ हो यो। त्यही भएर यो एकदम लक्की मान्छे पनि रहेछ होइन? अनि हजुरको नाम भनिदिनु पर्यो फेरि एकचोटि। मनोज गोर्खाली। मान्छे चाहिँ कडा रहेछ एकदम मनको राजा रहेछ। अनि गोर्खालीको छोरो त्यसै कडा भइहाल्यो नि। ल हेर्नुहोस् त। अनि हजुरको घर कहाँ भनिदिनु पर्यो? बागलुङ कुन ठाउँमा सर? मान्छे त यत्रो नाम चाहिँ कति लामो हेर्नुहोस् न। फुपू बिस्तारै फोटो खिच्नु होला है फेरि त्यहाँ झर्न सक्छ। हेर्नुहोस् त नाम चाहिँ कति लामो मान्छे यति छोटो हुनुहुन्छ होइन? अब कति वर्ष हुनुभयो सोध्नु न यो अब भाइलाई। बाबु कति वर्ष हुनुभयो मनोज सर? 23 वर्ष। कति वर्ष रे? 23 वर्ष। हेर्नुहोस् त 23 वर्षको यो हाम्रो जोकर भाइले चाहिँ जम्मा 1 पाउ पोके जस्तै 1 किलो पोके जस्तै उचालिरहेको छ। ढक उचालिरहेको हेर्नुहुन्छ। कति केजी हुन्छ हाम्रो जोकर भाइ? 7-8 किलो जति होला कि भन्ने सोचेको छु मैले चाहिँ। 7-8 केजी। खै म पनि बोक्नु त यो जोकरलाई। ओहो म फिस्टीले पनि कस्तो मजाले बोक्दो रहेछु। ल हेर्नुहोस् मलाई यही सुगा बोक्दा एकदम घाँडो भइरहेको थियो। यो जोकरलाई बोक्दा कति राम्रो यो मनोज भाइलाई बोक्दा। ल जोकर भाइ ल उहाँ हाम्रो क्यामेराम्यान हाम्रो मिडिया साथीले पनि फोटो खिचिरहनु भएको छ। हाम्रो एकदमै देश विदेशसम्म लानु होला। हाम्रो रूपको यो तालको यो ठाउँको यो मैदानको हरेक देश विदेश हाम्रो नेपाली दाजुभाइ हेर्नुपर्छ। हाम्रो लाइभ टेलिभिजनबाट पनि भइरहेको छ। ल ठिकै छ सर। अनि के गर्नुभयो सर? अच्छा बिचरा खै आयोजक दाजु कता हराउनु भयो? अहिले खाता लगाउने बेला फुल दिने बेला हुनुहुन्थ्यो अहिले हराउनु भयो। नत्र भने यो सानो यो भाइलाई चाहिँ यो मनोज गोर्खाली 23 वर्ष केटालाई त्यतिकै हाम्रो चेली बहिनी भेट्यो भने झ्याप्प लाएर त्यो कासतिर। हजुर तपाईँ बिहे गर्ने? उहाँ ल ससुरबा त्यही रहेछ बाबु। ल ससुरबालाई नमस्कार गर्ने। ससुरबा चाहिँ मैले भने त ससुरबा बनाइसक्यो हजुर। ल ठिकै छ। अब छोरी पनि देखिरहेछ चेली हाम्रो बहिनीहरू। भने सर बिहे चाहिँ किन नगरे सर तपाईँले? अच्छा बिचरा केटी नपाएर हाम्रो अब ल यस ठाउँमा चाहिँ भने जस्तो हाम्रो चेलीहरू हुन्छ मेलामा है। हाम्रा बहिनीहरू छोरीहरू चाहिँ कोही मन परिहाल्यो भने भ्याट्ट लाएर बिहे गरिहाल्ने। यहाँ पर्सन दाजुलाई भनेर नि बिहे गरिहाल्ने। कोही मन पर्यो? बाबु त्यहाँ धेरैजना छन्। कुन चाहिँ ब्याग बोक्ने कि कालो लुगा लाउने कि फोटो खिच्ने कि त्यो मसक्क मस्किरहेको कुन चाहिँ? फोटो खिच्दा जाता लाउनु आउनु त। ल आउनुहोस् आउनुहोस् उहाँलाई त्यहाँबाट भित्र छिराइदिनुहोस् त ल उहाँलाई पनि। ल हेर्नुहोस् त हाम्रो मनोज गोर्खाली भाइले आफू चाहिँ काठमाडौँको घन्टा घर जस्तो छ मान्छे त तर छान्न चाहिँ धरा जस्तो छानिरहेको छ। ल हेर्नुहोस् त। ल आउनुहोस् हाम्रो होइन तपाईँ हजुर छोरीको आमा चाहिँ भनेको उसले किनभने यो मोरो सोझो छ सानो छ अब त्यही भएर अलिकति दाइजो पनि होइन दुःख पनि गर्न पर्ने भएर लाउनुहोस्। अब ठिकै छ आउँदै हुनुहुन्छ आउनु भने ठिकै छ तपाईँलाई त्यतै मागौँ। ल अब सुरु गरौँ है सर। ल हाम्रो आयोजक टिमलाई पनि धेरै धन्यवाद भन्नु पर्यो नि। ल धेरै धेरै धन्यवाद। यो मेला जति सहयोग साथ गर्नुभएको छ सपोर्ट गर्नुभएको छ हाम्रो सम्पूर्णलाई धेरै धन्यवाद। धेरै नबोलिकन हामीसँग धेरै कलाकार हुनुहुन्छ। हाम्रो चलन पौडेल दाई कता जानुभयो हाम्रो दाजु अनि हाम्रो दिजु हाम्रो यतातिर राम्रो राम्रो बहिनीहरू त्यसरी बालविधामा हुनुहुन्छ। मेरो कलाकार दाजुहरूलाई नमस्कार। त्यसै गरी हाम्रो मित्रहरूलाई नमस्कार। यसरी हामीलाई माया सम्मान गर्ने मेरा दिदीहरूलाई नमस्कार। निराउन थाल्नु भएको थियो धन्यले निराउँ त्यो चरा देखेर बल्ल सातो गएको छु। हाम्रो दिजुलाई धेरै धन्यवाद। ल अब सबैलाई धेरै धन्यवाद भन्दा अब यो हाम्रो भाइ नाच्छ हुन्छ हजुर। हाम्रो नेपाली प्रहरी सरहरूलाई पनि एकदम है हजुर। ल सलाम ठोकिदिए हजुर धन्यवाद भन्दै। ए सरहरूलाई सलाम दिँदै यत्रो सुनेछ तल राख्नु भाइ तल। ल ठोकिदिए बाबु
ल देख्नुभयो हाम्रो नेपाली प्रहरीले सरले पनि कति इज्जत गर्छ, कति सम्मान गर्छ हाम्रो कलाकारले र उहाँहरूलाई पनि। उहाँहरू पनि हामीभन्दा खतरै मान्छे हुनुहुन्छ देशको, होइन हो कि होइन? खै एकचोटि सलाम गरे भाइ हेर्नुहोस् तनक्क तन्किन्छ हजुर। मान्छे चाहिँ 2 फिटको उफ्रिँदा 4 फिट तन्काउँदो रहेछ यसले हजुर। मान्छेले खतरै गर्छ हजुर। ल ठिकै छ। हाम्रो सर केही बोल्ने तपाईँ फेरि एकचोटि उहाँ भन्नुहुन्छ कि म बाँच्न चाहन्छु, उहाँले भन्नुहुन्छ कि म बाँच्न चाहन्छु। उहाँ जस्तै व्यक्ति हुनुहुन्थ्यो पहिलो नाम राख्ने हाम्रो नेपालका चन्द्र बहादुर डाङ्गी, तर यो संसारमा हुनुहुन्न। खगेन्द्र थापा मगर हुनुहुन्थ्यो बागलुङको, उहाँ पनि यो संसारमै हुनुहुन्न। त्यसै गरी अर्का दिपेन शाह हुनुहुन्थ्यो, उहाँ पनि 21 वर्षमै यो संसारै छोडेर जानुभयो। उहाँले हरेक युट्युबमा न्युजमा यसरी नै टेलिभिजनमा देख्नुहुँदो रहेछ कि म जस्तो व्यक्ति आजकल्टैमा यो संसार घुमाउनु पर्ने रहेछ भनेर उहाँले पनि गुनासो गर्नुहुन्छ। म बाँच्न चाहन्छु, मलाई बचाइदिनु होला। तपाईँहरूको माया, तपाईँहरूको आशीर्वाद, तपाईँहरूको हौसला, तपाईँहरूको सहयोग उहाँलाई पाइरहोस्। त्यसै गरी आयोजक टिमहरूलाई पनि धेरै धन्यवाद, किनकि उहाँ चाहिँ बागलुङको हुनुहुन्छ, म चाहिँ एउटा सिन्धुपाल्चोक हेर्नुहोस् न अलिकति टाढै पऱ्यौँ। तर हामी नेपाली गोर्खालीको छोरा हौँ, हामी नेपाली दाजुभाइ दिदीबहिनी हो, त्यही भएर मायाले हामीहरूको मन एकदमै कमलो छ। उहाँले भन्नुभएको चाहिँ म बाँच्न चाहन्छु, मलाई बचाइदिनु होला भन्नुभएको छ। अहिले कतिले फोटो खिच्छु भन्नुभएको थियो, मैले एकैछिनपछि म तपाईँहरूको माझमा ल्याउने छु। तपाईँले मजाले रमाइलो गर्नु होला, रतौली खेल्नु होला, दोरी खेल्नु होला, यसरी हाँस्य व्यङ्ग्य अझै पनि ल्याउने छु। तर यो भाइलाई म तपाईँहरूको माझमा ल्याउँछु, हुन्छ हजुर? हुन्छ, म हजुरकै माझमा ल्याउँछु। हजुरले मजाले नाच्नु होला, गाउनु होला, यता साथ दिनु होला, खाइपी गर्नु होला, रमाइलो गर्नु होला। त्यसैले म अहिले यो भाइलाई चाहिँ के भन्नुहुन्छ, म बाँच्न चाहन्छु, मलाई बचाइदिनु होला। तपाईँले फोटो खिच्दा पनि यसो 5-10 रुपियाँ सहयोग पनि गर्नु होला, किनकि एउटा भगवान जस्तो व्यक्ति आज हाम्रो ठाउँमा आएका छन्। हेर्नुहोस् त, संसारकै होचो मान्छे, 23 वर्षको मान्छे, अनि यो मान्छेलाई हामीले सहयोग गऱ्यो भने धर्म हुन्छ हजुर। तपाईँकै छोरा जस्तो, भाइ जस्तो, साथी जस्तो, मित्र जस्तो एउटा 23 वर्षको युवा केटालाई हामीले बचाउँ भन्दै अब केही नबोलिकन अब सर नाच्ने हो। के गीतमा नाच्ने छ तपाईँ? जुन गीतमा भयो हुन्छ। हाम्रा साउन्ड मित्रलाई पनि धेरै धन्यवाद, यति मिठो आवाज दिनुभएको छ, यति मिठो म्युजिकहरू बजाएर हजुरको मनोरञ्जन दिनुभएको छ। हाम्रा साउन्ड मित्रहरूलाई पनि धेरै धन्यवाद भन्दै हामी अब एकछिनपछि फेरि समय मिल्यो भने आउनेछु भन्दै हाम्रा आयोजक टिमलाई पनि धेरै धन्यवाद 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 भन्दै हाम्रा प्रसन्न दाजुलाई पनि धेरै धन्यवाद, यति हामीलाई यहाँसम्म व्यवस्था खानादेखि बस्नेदेखि सहयोग गर्नुभएको छ। ल दाइ नमस्कार, हजुरको नाम दादा? ल चन्द्रबहादुर तिवारी हुनुहुन्छ दाइ नमस्कार है त। ल धेरै धन्यवाद, उहाँले पनि सहयोग गर्नुभएको छ। मनोज गोर्खाले लागि 200 रुपियाँ, उहाँको लागि नै जोरदारले प्लिज हजुर। यही हो थोपाले समुद्र बन्छ भने जस्तै गरी एक रुपियाँले उसको जिन्दगी बन्छ। सम्झिनुहोस्, आफ्नै भाइ, आफ्नै साथी, आफ्नै मित्र भन्दै लगाइदिनुहोस् हाम्रो साउन्ड मित्र, उहाँको गीत बजाइदिनु होला र ताली पनि एकचोटि। नाच्नेको कम्म दुख्छ, नाच्नेको कम्म दुख्छ, गाउनेको गला सुक्छ। प्लिज एकचोटि तपाईँहरूको मनदेखि यो कार्यक्रमको लागि एकचोटि छोड ताली प्लिज एकचोटि छोड ताली लगाइदिनु होला साउन्ड मित्र। ल्याउनुहोस् तपाईँको यो सहयोगहरू है, बिस्तारै बढ्दैछ तपाईँहरूलाई। ल हाम्रो जोकर भाइलाई धेरै धन्यवाद। जटाटयी कलज्ज्वलप्रवाहपावि